म र सदिक्षा चाहिँ लाभी मलमा मुभी हेर्न जाँदै थियौँ मायालाई के दिउँ म बैना लाली बजार एक दिन अगाडि मात्र हामीले डिस्कस गरेको थियौँ कि कस्तो लाली बजार हेर्न जानु मन छ जाने हो भनेर अनि भोलिपल्टै स्पोन्टेनियस प्लान बन्यो ल गइदिउँ न त आज भनेर म चाहिँ ठ्याक्कै यो दिन भक्तपुर आएको थिएँ अनि मसँग लुगै थिएन कि मम्मीको दराज खोतालेर कुर्ता सुरुवाल लाएर हिँडेँ कि म अनि तर मलाई त सोचेको भन्दा नि मन परेको कि यो आउटफिट एकदमै सिम्पल एकदमै रिल्याक्स गर्न चिल गर्न हिँडे जस्तो फिल भइरहेको थियो बट इन अ दिदी फिल भइरहेको थियो मलाई यो गाइज मैले लाभी मलमा फर्स्ट मुभी हेरेको भनेको एनाबेल थियो कि मलाई कस्तो याद आयो अनि आज झन्डै 9-10 वर्षपछि लाभी मल फेरि एन्ट्री गरेँ मैले कहिले खाना नपाएको मान्छे जसरी 2 बकेट पपकर्न लिएको क्या हामीले ठुलो ठुलो साइजमा त्यो भन्दा नि लाजो मर्दो कुरा के हो थाहा छ इन्टरभल हुनुभन्दा अगाडि तेस्रो बट्टा पपकर्नमा थियो मामी मुभीको कुरा गर्ने हो भने चाहिँ एकदमै मस्ट वाच मुभी नै भन्छु म चाहिँ एकदमै फिमेल सेन्ट्रिक मुभी थियो सबै एक्टरहरूको एक्टिङ यस्तो राम्रो छैन सपोर्टिङ रोलले यस्तो राम्रो काम गर्नुभएको छ त्यो सानो नानीले यस्तो राम्रो काम गरेको छ लाइक एभ्री एक्टर डिड देयर पार्ट सो वेल सिन्सहरू कस्तो मजाले खिचेको जस्तो लाग्यो मलाई आई डोन्ट नो द फ्यान्सी वर्ड्स होइन तर हुन्छ नि त्यो जुन वेमा भिजुअल देखाउनु भएको छ नि एभ्रिथिङ इज सो ब्युटिफुल एकदमै पावरफुल सिन्सहरू छ अनि देयर आर सिन्स द्याट्स गना मेक यु क्राई नरोए पनि इमोसनली हिट चाहिँ हुन्छ त्यस्तो सिन्स चाहिँ कन्टिन्युसली आइ नै रहन्छ ह्याभिङ सेड द्याट इमोसन्स चाहिँ तपाईँको एकदमै हाई पिकमा पुऱ्याइन्छ तर ठ्याक्क ड्रप हुन्छ अनि फेरि हाई पिकमा पुग्छ ठ्याक्क ड्रप हुन्छ त्यस्तो खालको छ क्या इफ यु आर अ भेरी इमोसनल पर्सन भने चाहिँ यु विल डेफिनेटली क्राई आई थिङ्क मेरो फेभरेट पार्ट वाज द क्लाइम्याक्स मलाई चाहिँ क्लाइम्याक्स एकदमै नै मन पर्यो अनि अर्को भनेको यु विल नट गेट बोर्ड मलाई चाहिँ मुभीले इन्गेज गराएर राखि नै रहेको थियो मैले सदिक्षालाई नि सोधेको थिएँ कि उसलाई कस्तो लाग्यो भनेर मुभीहरूले यतिको अटेन्सन ग्राब गर्न सक्नु होइन लाइक यतिको इमोसन्सलाई पनि ट्याप गर्न सक्नु इज इट्स नट कमन नि त वोन्ट गेट बोर्ड यो मुभी हेरेर चाहिँ एकदमै तर मजाले देखाएको पनि लाग्यो मलाई सिन्सहरू हुन्छ नि सर्टहरूले कस्तो राम्रो छ आई थिङ्क क्लाइम्याक्स वाज एकदमै मजाको है क्लाइम्याक्स अलिकति म पुरै खुलेर चाहिँ भन्दिनँ तर क्लाइम्याक्स चाहिँ एकदमै डेफिनेटली मस्ट वाच समथिङ यु वोन्ट सी